बिलाएर जाने छैनन् मायाका अनगिन्ती सम्झनाहरू तुफानमा आधी झैं। हराएर जाने छैनन् मनका विश्वासहरू झरीमा असिना झैं। म त सम्झिरहनेछु नित्य तिमीलाई दिनले रात सम्झे झैं। म त पर्खिरहनेछु नित्य तिमीलाई मृत्युले जीवन पर्खे झैं। नमस्ते, स्वागत तथा हार्दिक अभिवादन गर्न चाहन्छु म कार्यक्रम मेरो कथामा। म हुँ तपाईहरूकै डियर अभि। धेरै टाढा टाढासम्म रहेर मलाई सुनिरहनुभएका आदरणीय तपाईहरूलाई म कार्यक्रममा न्यानो अभिवादन गर्न चाहन्छु। त्यस्तै काठमाडौँ उपत्यकाभित्र रहेर मलाई सुनिरहनुहुने आदरणीय तपाईहरूलाई पनि म हृदयदेखि स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो कथामा। त्यसैले अक्सर म सोध्ने गर्छु तपाईहरूलाई कहाँ हुनुहुन्छ, कस्तो हुनुहुन्छ, के गरिरहनु भएको छ, सुखमा हुनुहुन्छ या दुःखमा हुनुहुन्छ। जहाँ रहे पनि खुसी रहनुहोस् भन्न चाहन्छु म। जिन्दगीमा सबैभन्दा ठुलो कुरा काम हो। काम गर्नुहोस्। काम कुनै पनि सानो या ठुलो हुँदैन। सबै कामको आफ्नै महत्त्व हुन्छ। हरेक काम भगवानको रूप हो, ईश्वरको रूप हो। तर यदि तपाईँ फुर्सदमा हुनुहुन्छ भने आउनुहोस्, म तपाईहरूलाई आज एउटा कथा सुनाउँछु, वास्तविक कथा। मैले आज पोखराकी सङ्गीताजीको वास्तविक कथालाई तपाईहरू सामु लिएर आएको छु। हस्त म कार्यक्रम सुरु गर्ने अनुमति चाहन्छु यो एउटा मिठो गीतबाट। आँखा भरी का सपना, मुट्ठू भरी का चाहना, साँचेर गोरेटोमा आयो कि सजाइदिन अंगालो भरी संगाली जिंदगी। छलकी रहेका छालहरूमा हो, जुनी जुनी को तिर्सना हो, लहर खेल्दै रहरहरूमा हो, आयो कि तृष्णा मेटाउन अन्जुली भरी संगाली जिंदगी। डियर अभि, मेरो आँखामा निद छैन, निद कुन चरीको नाम हो त्यो पनि थाहा छैन। कहिलेकाहीँ त यो धरतीले तानिरहे जस्तो लाग्छ र आकाशले थिचिरहे जस्तो लाग्छ, सास फेरे जस्तो लाग्छ। तर कहाँ फेरिरहेकी छु आफैलाई थाहा छैन। दुखेको मन बोकेर पीडाका अनगिन्ती छालहरू आफ्नो छातीमा उमारेर जहाँ जहाँ पुगे म, अँध्यारो मात्रै देखेँ मैले जिन्दगीमा। किन यस्तो हुन्छ थाहा छैन। मेरा खुसीहरू, मेरा रहरहरू, मेरा उमङ्गहरू, मेरा पीडाहरू कसले चोरेर लग्यो मलाई थाहा छैन। तर जिन्दगी अरूबाट चोरी हुँदा हुँदै, जिन्दगी अरूबाट थाक्दा थाक्दै र जिन्दगी अरूबाट भाग्दा भाग्दै पनि बाँचिरहनु पर्ने दुर्भाग्यले मलाई पनि सताइरहेको छ। मन चाहन्छ यो मनको दुःख लगेर कहीँ बिसाउँ, कसैलाई सुनाऊ, कसैलाई बाटो, तर कसले सुन्छ र दुःखको कुरा। हिजो खुसीमा रम्ने मेरा रहरहरू,
खुसीमा रमाउने मेरा उज्यालाहरू आज अँध्यारोमा अनुवाद भइसके। त्यसैले त कसैले पनि स्वीकार गर्दैनन् मेरा अस्तित्वलाई। आज त्यसैले तपाईलाई लेखिरहेकी छु म मेरो कथा। मेरो नाम सङ्गीता भट्टराई हो। मेरो जन्म विक्रम सम्मत 2040 सालमा पोखरा उपत्यकाको एउटा गाउँमा भएको हो। हामी 5 जना दिदी बहिनी थियौं, जसमध्ये म काइली छोरी। मेरो बुबा किसान भए पनि म जन्मेको 1 वर्ष हुँदा उहाँ पोखरा आउनुभयो। उहाँ सामान्य ठेक्का पट्टामा संलग्न हुनुहुन्थ्यो। आमा गृहिणी हुनुहुन्थ्यो। मैले सानोमा पोखराको एउटा सरकारी स्कुलमा पढेकी। दिदीहरू ठुला भइसकेका थिए त्यति बेला। आमा भन्नुहुन्थ्यो, छोराहरूको आशमा तर बहिनी जन्मेका। हामीले छोरा चाहन्थ्यौं। सायद त्यसैले होला जिन्दगीमा मैले सुख नपाएकी जस्तो लाग्छ डियर अभि। आफ्ना दुःखहरू एक एक गर्दै मनबाट निकाल्छु म। जब जब र बिस्कुन जस्तै मनका घाउहरूमा मनका उज्याला घामहरूमा सुकाउँछु। बिस्कुन जस्तै आफ्ना दुःखहरू जब सुकाउँछु तब मेरा दुःखहरू कहिल्यै पनि सुकेनन्, कहिल्यै पनि ओभान हुन सकेनन् मेरा दुःखहरू। जहाँ जहाँ जान्छु, जसलाई जसलाई भेट्छु, केही भेटिए जस्तो लाग्छ, केही पाए जस्तो लाग्छ, कोही मेरो नजिक आए जस्तो लाग्छ। तर जब म नजिक नजिक पुग्न थाल्छु तब छाया जस्तै जिन्दगी मबाट टाढा टाढा भाग्छ। किन यस्तो हुन्छ थाहा छैन। किन यसरी भाग्ने मनहरू टाढा र दूर बस्तीमा गएर निदाउन खोज्छ त्यो पनि थाहा छैन। तर मन भन्छ आफ्ना इसारा दुःखहरू बाटो। पीडाहरू लुकाएर बाँच्नुभन्दा पीडाहरू बाँटेर बाँचेको मन हलुङ्गो हुन्छ। यही सोच्छु, यता फर्कन्छु, उता फर्कन्छु। डियर अभि, मेरो आँखामा निद किन आउँदैन? मेरो आँखामा किन खुसी छल्कदैन? आज यही प्रश्नले थुप्रिएको मेरो मनलाई तपाईँ सामु प्रस्तुत गर्न चाहन्छु। लेख्न चाहन्छु आफ्ना दुःखहरू, आफ्ना पीडाहरू र तपाईँ मार्फत लाखौं लाख मानिसलाई बाँड्न चाहन्छु, केवल तपाईँ मार्फत। कमसे कम कालो बादल जस्तै मेरा दुःखहरू बर्सेपछि नीलो आकाशमा उड्ने सेतो बादल जस्तै कतै टाढा उडेर जाउँ। मलाई चाहिँदैन अब खुसीहरू, मलाई चाहिँदैन अब कुनै रहरहरू। म एक्लो जिन्दगी बाँच्ने अभिप्रायले हिँडिरहेकी छु जीवनको यो गोरेटोमा। न कोही दायाँ छन्, न कोही बायाँ छन्। जब कोही मेरो नजिक आए जस्तो लाग्छ त मलाई अत्यास लाग्छ। फेरि कतै पुरानो घाउ जस्तै बल्झिएर सारा दुःख र पीडाले मरुने त होइन। यतिखेर त निद छैन आँखामा। फेरि अर्को कतैबाट घात भयो भने मेरो आँखामा के नहुने हो मलाई थाहा छैन। यति हुँदाहुँदै पनि डियर अभि, जब म मेरो बालापनतिर फर्कन्छु, मेरो स्कुलका दिनहरू, पोखराको सुन्दर नगरीभित्र उत्तरतिर माछा पुछ्रे चम्कन्थ्यो। त्यतिखेर हामी स्कुलको प्राङ्गणमा मन खोलेर गीत गाउँथ्यौं, नाच्थ्यौं, खेल्थ्यौं। कक्षा कोठामा शिक्षकहरू नभएको बेला हामी बाहिर बसेर जीवनका सपनाहरू बुन्थ्यौं। सपना बुन्दा बुन्दै कतिखेर रात पर्थ्यो र हामी बेलुका घर फर्कन्थ्यौं, हामीलाई थाहै हुँदैनथ्यो। बुबा ठेक्का पट्टाको काम सकेर अबेर आउनुहुन्थ्यो। कहिले दुःख थियो घरमा, कहिले सुख थियो। जसोतसो दिदीहरूको विवाह हुँदै गइरहेको थियो। खुसी थियो, 2 छाक खान पुगेकै थियो। तर एउटा सपनाले
तर एउटा सपनाले लुटेर मान्छेलाई कहाँबाट कहाँ पुर्याउँछ। र एउटा सपना, एउटा महँगो सपना देख्दा मान्छे कहाँबाट कहाँ पुग्छ र जिन्दगी कसरी ओझेल पर्छ र आफ्ना अतीतका सारा कल्पनाहरू कसरी हराउँछन् बालुवामा पानी चाहिँ। म आज तपाईँलाई सुनाउन चाहन्छु मेरो स्कुल, मेरो पढाइ र त्यति बेला स्कुलमा चल्ने नृत्यहरू, त्यति बेला स्कुलमा चल्ने अतिरिक्त क्रियाकलापहरू आज सम्झन्छु म र लाग्छ मेरो जिन्दगी त्यतैतिर किन जाँदैन, म किन यति छिटै ठुली भए, म आफैलाई थाहा छैन। डियर रवि, फुलहरू सुन्दर हुन्छ भन्थे, तर फुलको धारले पनि तलवार भन्दा गहिरो काट्दो रहेछ। अनि त कोमल हुन्छ भन्थे, तर त्यही पानीले बगाउँदा रहेछन् मनका सपनाहरू। किन बग्छन् मनका सपनाहरू आफूबाट कतै टाढा, जहाँ भेटिने सम्भावना हुँदैन? किन लुकेर बस्छन् मनभित्र दुःखका अनगिन्ती घाउहरू? जति निकाल्यो, जति मलहम लगायो, फेरि थुप्रदै जाने मनका घाउहरू। किन यति धेरै हुन्छन् मान्छेका जिन्दगीमा? किन आफूबाट भागेर पर जाँदैनन् दुःखहरू? सुखका सपनाहरू सजाउँदा सजाउँदै जिन्दगी किन दुःखको रछ्यानभित्र मेल्कन्छन् र हात समाउनेहरू कोही हुँदैन? जब हात समाउनेहरू नजिक नजिक आउन थाल्छन् त अत्यास लाग्ने जिन्दगी किन फेरि बगर जस्तै हुन्छ? प्रश्नको थुप्रोभित्र पुरिएकी छु म आज। यता फर्कन्छु रातमा एउटा सपनाले सताउँछ, अर्कोतिर फर्कन्छु रातमा फेरि अर्को सपनाले सताउँछ। सपनाको चुदरी उडेर सुतेकी म, सपनाका मिठै मिठा रहरहरू उडेर बसेकी म। तर सिसा जस्तै टुटेपछि रहरहरू, तर सिसा जस्तै फुटेपछि सपनाका सहरहरू। किन जिन्दगी बगर जस्तै हुन्छ डियर रवि? आज तपाईँलाई प्रश्न गर्न मन लाग्यो। मन चाहन्थ्यो तपाईँलाई पनि नभेटौँ, तपाईँको यो कार्यक्रम पनि नसुनौँ, तपाईँबाट पनि भागेर कतै टाढा जाउँ। तर अरूका दुःखका कथाहरू सुनाएर कम्तीमा दुखीहरूलाई मलहम दिनुहुन्छ तपाईँ। नदेखे पनि, नबोले पनि, नभेटे पनि जब तपाईँ हामीलाई माया र सम्बोधन गर्नुहुन्छ, यस्तो लाग्छ अहिले नै भेट्न आउँ तपाईँलाई र मनभरि कुरा गरौँ तपाईँसँग। किन यस्तो हुन्छ? किन यति टाढा रहेर पनि आफ्नो जस्तो लाग्छ तपाईँ थाहा छैन? आजसम्म कसैलाई नभनेको कुरा, आजसम्म कसैलाई नलेखेको कुरा म आज तपाईँलाई लेख्दैछु डियर रवि। मेरो कथा च्यातेर फ्याँकिदिए तपाईँलाई पाप लाग्नेछ। विक्रम सम्वत 2055 सालमा जति बेला म जिन्दगीको गोरेटोको अर्को पखेरुमा पुगिसकेकी थिएँ, म भन्दा माथिका दिदीहरूको त्यति बेला काठमाडौँमा विवाह भइसकेको थियो। अर्थात् काठमाडौँको नयाँ बानेश्वरमा 56 सालतिर एसएलसी सकेपछि मैले पोखरामा पढ्न थालेँ। त्यति बेला बुबाको व्यवसाय अलि नराम्रो हुँदै गइरहेको थियो। बुबा अप्ठ्यारो स्थितिबाट गुज्रिरहनु भएको थियो। म र बहिनी मात्र थियौँ घरमा। विक्रम सम्वत 2058 सालसम्म हामीले जसो तसो जीवन काट्यौँ। र 58 सालमा दिदीले मलाई बानेश्वरमा बोलाउनु भयो र म त्यही दिदीको आफ्नै घरमा बसेर पढ्न थालेँ। त्यति बेला म पिपल्स क्याम्पसमा पढ्थेँ। मलाई अझै पनि राम्रोसँग याद छ, क्याम्पसका ती दिनहरू सुकुमार थिए। मलाई राम्रोसँग थाहा थियो मैले पढ्नुपर्छ, पढाइ बाहेक मेरो अरू कुनै विकल्प पनि थिएन। एकातिर परिवार सम्झिन्थे, अर्कोतिर दिदीहरू। सुख दुःख जिन्दगी बितेकै थियो, एक छा खाएर पनि एक सरो लाएर पनि हामीलाई पुगेकै थियो। एउटा सम्मानपूर्वक जिन्दगी थियो, एउटा रमाइलो थियो जिन्दगी। कसैले औँला उठाउन सक्दैन थियो, कसैले आँच लगाउन सक्दैन थियो, कसैले केही भन्न सक्दैन थियो। म
मान्छेको जिन्दगीमा इज्जत यति ठुलो सम्पत्ति हो, सायद त्योभन्दा ठुलो सम्पत्ति अर्को हुँदैन जस्तो लाग्छ। घुमेका हर चिजहरू जिन्दगीमा पाउन सकिन्छ, हासिल गर्न सकिन्छ, तर इज्जत पाउन सकिँदैन। आमा यही भन्नुहुन्थ्यो। आमाकै नै शब्दहरू र सपनाहरूलाई बोकेर म पिपल्स क्याम्पस पढ्न जान्थेँ। दिनहरू बित्दै गए, रहरहरू बढ्दै गए। त्यो उमेर, त्यो रहर लाग्दो उमेर जिन्दगीका सपनाहरू टुक्राउँदै जाने क्रममा। कुरा 2060 सालको हो। 60 सालको नयाँ वर्षको दिन, अघिल्लो दिन। भोलिदेखि 61 साल लाग्दै थियो। मेरी साथी रुबीले कार्य गरी र एउटा पार्टीमा जाने अनुरोध गरी। दरबार मार्ग स्थित एउटा होटलमा कार्यक्रम थियो। मलाई राम्रोसँग याद छ। त्यो दिन साथी र म सँगै ब्युटी पार्लरबाट निस्केर मेरो घरमा आएर दिदी भिनाजुलाई हामी आज नयाँ वर्ष मनाउन जाँदैछौँ र आज बेलुकी म रुबीको घरमा बस्छु भनेकी थिएँ। सोझा थिए मेरा दिदी भिनाजु। मलाई विश्वास गर्थे। त्यही विश्वासको लौरो टेकेर म जिन्दगीमा कहाँबाट कहाँ पुगेँ। आज सम्झन्छु म मेरो जिन्दगी, मेरो कथा। र त्यो दिन कार्यक्रम खुब धुमधामसँग बित्यो। रुबीको घर तराईमा थियो। बुटबल नजिकै बस्ती, अर्थात् रूपन्देहीमै थियो उसको घर। र त्यहाँ उसले एउटा केटासँग परिचय गरे। र त्यति बेला मेरा साथीहरूले भन्थे, सलमान खान जस्तो छ त्यो केटा, हेर त पर बसेको। परतिर बसेको एउटा केटा थियो, सुकुमार, राम्रो, चुस्त शरीर भएको। मलाई लाग्यो त्यो केटालाई कतै देखेको हुनुपर्छ मैले, कतै भेटेको हुनुपर्छ मैले। त्यो दिन साथीहरूसँगै मैले परिचय दिएँ। पार्टीभरि ऊ मेरो नजिक रहन चाहन्थ्यो। तर नबोलेको, नचिनेको मान्छेसँग कसरी नजिक रहनु। र जाने बेला उसले अचानक मेरो मोबाइल नम्बर माग्यो। मैले रुबीतिर हेरेँ। रुबीले आँखाको इसारा गरेर दे भने। मैले मेरो नम्बर दिएँ र मैले त्यसपछि जिस्काएर अर्को नम्बर पनि छ भनेर रुबीको नम्बर दिएँ। र त्यसपछि ऊ गयो। मैले गएपछि रुबीलाई सोधेँ। मेरो आफ्नो साथीको नाताले ऊ यहाँ टिकट काटेर आएको थियो। मलाई जम्मा लाग्यो। पहिलो भेटमै म मोबाइल नम्बर दिन चाहँदैन थिएँ, तर साथी रुबीले भनेपछि नम्बर दिए। फेरि सोचे नम्बर दिँदैमा के को हुन्छ र। अर्को बिहानै फोन आयो, तर उसले उल्टा नम्बर सेभ गरेको रहेछ। मलाई रुबी भन्यो। मैले हो भने। त्यसपछि उसले रुबीलाई फोन गरेर सङ्गीता हो भनेछ। उसले हो भनेछ। त्यसपछि उसले मलाई फोन गरेर मेरो नाममा उसलाई फोन गर्न थालेछ। एक हप्तापछि रुबीले मेरो नम्बर होइन भनेर अर्को नम्बर दिएपछि उसले मलाई फोन गर्यो, भेट्ने कुरा गर्यो। मलाई अचम्म लाग्यो। मैले रुबीलाई फोन गरेर सोधेँ। उसले भने, भेट्दा के हुन्छ र, कति राम्रो छ केटा। तर उसले तिमीलाई खोजेको रहेछ। मैले त धेरै कोसिस गरेँ भेट्नको लागि। उसले उल्टा कुरा गरिया सिधा। डियर रवि, मलाई थाहा छैन। र त्यसपछि उसले मलाई बिस्तारै बिस्तारै फोन गर्न थाल्यो र मेरो जिन्दगीको कोरा कागजका पानामा रङहरू भर्न थाल्यो। मेरा सुख, मेरा दुःख र मेरा पीडाहरूमा साथ दिन्छ कि जस्तो लाग्न थाल्यो। र एक दिन मैले उसलाई भेट्न गएँ। मलाई राम्रोसँग याद छ, जेठ महिनाको याम थियो। त्रिपुरेश्वरको एउटा रेस्टुरेन्टमा हामी भेटिरहेका थियौँ। बाहिर पानी पर्यो, मुसलधारे पानी। त्यति बेला उसले भन्यो आफ्नो नाम, आफ्नो काम। वास्तवमा ऊ फिलिपिन्सको मनिलामा एउटा रेस्टुरेन्ट चलाएर बसेको रहेछ। मुसलमान रहेछ उसको धर्म। मलाई नरमाइलो लाग्यो, तर उसको व्यवहार, उसको बोली, उसको वचन यति शान्त र मिजासिलो लाग्यो। मैले उसलाई आफ्नो मनको कुरा खोल्न नसके पनि केही कुराहरू भन्दै गएँ। हामी बीच त्यति धेरै सामिप्यता बढिसकेको थिएन। मलाई राम्रोसँग याद छ,
त्यो दिन बाहिर मुसलधारे पानी परिरहेको थियो। हामी त्यहाँबाट निस्क्यौँ। मैले सोचेको थिएँ ऊ त्यहाँ मोटरसाइकलमा आएको होला, तर ऊ त्यहाँ एउटा कालो गाडीमा आएको रहेछ, महँगो गाडी। उसले भन्यो, मैले तिमीलाई कहाँसम्म पुर्याइदिनु पर्छ? म पुर्याइदिन्छु। मैले भने, पर्दैन, तपाईँ जानुहोस्। तर उसले कर गर्यो। त्यो दिन म त्यहाँ सार्वजनिक यातायातको गाडीबाट आएको थिएँ। उसले त्यतिभन्दा मैले नाइ भन्न सकेन। पहिलोपटक उसको गाडीमा बसेँ। त्यो दिन कुरा चलिरह्यो। गाडीभरि उसले मलाई कुरा गर्यो। बबार महलदेखि अलि तल पुगेपछि मलाई गाडीबाट ओह्रालिदियो। त्यहाँनिर उसले मलाई भन्यो, तिमी भिजेर जान्छौ होला, मलाई मन पर्दैन, म तिमीलाई घरसम्म छोडिदिन्छु नि। मैले पर्दैन, हजुर जाँदा हुन्छ भने। र ऊ फर्केर गयो। र म घरसम्म आउँदा नेत्रुक्क भिजिरहेकी थिएँ। दिदीले भन्नुभयो, कहाँ गएर आएकी यति अबेरसम्म? म साथीसँग थिएँ। दिदीले सोध्नुभयो, त्यही रुबीसँग? मैले हो भनेर आफ्ना दिदी भिनाजुलाई जिन्दगीमा पहिलोपल्ट ढाँटे। डियर रवि, त्यो दिन मेरो मनमा के छायो मलाई थाहै भएन। म माथि कोठामा गएँ। झ्याल बाहिर हेरेँ। लगातार पानी परिरहेको थियो। पानीलाई हातमा चलाउँदै म सपनाको निधारमा हराउँदै गएँ। डियर रवि, हराउँदै गएँ। डियर रवि, जिन्दगी एउटा यात्रा हो भनौँ भने किन रमाइलो हुँदैन यो यात्रा? जिन्दगी जात्रा हो भनौँ भने किन कोही हात दिन आउँछन्? तिमीलाई सुख दिन्छु भन्छन्, तिम्रा दुःख लिन्छु भन्छन्। सुखका कुरा त सबै गर्छन्, तर सुखभित्र लुकेको दुःखलाई किन कसैले देख्दैन? किन मान्छेहरू एकहोरो सुख मात्र खोज्छन्? सुखभित्र लुकेको दुःखलाई मान्छे किन खोतल्न चाहँदैन र आँसुको दलदलमा फस्छन्? थाहा हुँदो रहेनछ किन सफा मन र सेतो मनमा पनि दाग लगाएर र दाग पोतेर हिँड्छन् मान्छेहरू।
इज्जतको चुदरी बोकेर बाँच्नेहरू पनि किन इज्जतको चुदरी लुकाएर हिँड्छन् थाहै नहुँदो रहेछ। जब जब छातीभित्र दुख्न थाल्छ अतीतका पुराना घटनाहरू, जब छातीमा कसैले झी रोपे जस्तो हुन्छ, त्यति बेला लाग्छ मनका सारा पीडाहरू आगो भएर बलिरहेका छन्। त्यसैले त डियर रवि, अचेल मलाई रातमा निन्द्रा लाग्दैन। अचेल मलाई निन्द्रा कुन चरीको नाम हो। म बादल पारीको आकाशमा हेर्छु आँखाबाट। किन आउँदैनन् अचेल मिठा सपनाहरू मेरो आँखामा र देखिँदैनन् मिठा चुदरीहरू मेरो आँखाको डिलमा। किन म एक्लो र उदास छु जिन्दगीमा। जिन्दगीमा यस्तो हुन्छ कि, जिन्दगीमा उस्तो हुन्छ कि सपनाहरू बुनेर बसेकी छु कठै आज पनि। तर फेरि कुन बेला कसले कुल्चेर घात गर्छ मेरा अधुरा सपनाहरूलाई थाहा छैन। म सपनाहरू ओढेर बसेकी छु अझै पनि, र सुनसान मुर्दाघाटको पल्लो छेउमा गाडिएको चिहान जस्तो भएर बाँचिरहेकी छु। यसरी बिस्तारै बिस्तारै अख्तर मेरो जिन्दगीमा आयो। उसको घर कपिलवस्तु जिल्लाको एउटा गाउँमा थियो र ऊ त्यहाँबाट काठमाडौँ पढ्न आउँदा आउँदै उसलाई भाग्यले साथ दिएर फिलिपिन्सको मनिला पुगेको रहेछ आजभन्दा 13 वर्ष अगाडि। सुख दुःख सङ्घर्ष गर्दा गर्दै उसले त्यहाँ एउटा आफ्नो रेस्टुरेन्ट व्यवसाय सुरु गरेको रहेछ। उसले त्यही भन्थ्यो भेटघाटमा। ऊ नेपाल बस्दै थियो मात्र 6 महिना। ऊ कहिलेकाहीँ 1 हप्तासम्म हराउँथ्यो र भन्थ्यो म गाउँमा गएर आएको। समय बित्दै गए। दिन हप्तामा परिणत हुँदै गए। मलाई राम्रोसँग याद छ ऊ 4औं भेटमा पिपल्स क्याम्पस चिन्न आएको थियो। ऊ 4औं भेटमा मलाई पिपल्स क्याम्पसमा लिन आएको थियो। मैले सोचेको थिएँ ऊ आज पनि मोटरसाइकलमा आएको होला, तर त्यही कालो रङको महँगो गाडी बाहिर रोकिरहेको थियो। गाडीभित्र पस्न साथ उसले मलाई एउटा ठुलो प्याकेटको गिफ्ट दियो। डियर रवि, र भन्यो हेर तिमीलाई मन पर्छ कि पर्दैन यो उपहार। सङ्गीता तिमी जस्तो राम्रो छैन यो उपहार। ऊ हाँस्दा अत्यन्तै राम्रो देखिन्थ्यो ऊ। के थाहा अनुहारले सबै थोक बोकेको हुँदो रहेनछ। सफा त मन हुनु पर्दो रहेछ। मनको दाग लुकाएर कति सजिलै प्रस्तुत हुन्छ मान्छे। मनभित्रको कालोलाई लुकाएर मान्छे बाहिर कति उज्यालो र सफा देखिन्छ। र कपडा जस्तो कञ्चन सेतो मान्छे कसरी हुन्छ डियर रवि? म आज तपाईँलाई सुनाउँछु। तपाईँलाई म लेख्छु। लाखौं लाख मान्छेका कुराहरू र लाखौं लाख मान्छेका सत्य कथाहरू पढेर अरूका दुःखलाई फलामले फलाम काटे चाहिँ दुःखले दुःख काट्न सहयोग पुर्याइदिने तपाईँ र तपाईँको कार्यक्रमलाई धन्यवाद दिन चाहन्छु। तपाईँलाई आदर गर्ने शब्दहरू नै छैन। म त्यति एक्लो र टुटिसकेकी केटी हुँ। तपाईँलाई लेख्दैछु आज कथा, मेरो आफ्नो कथा। गाडीभित्र पस्न साथ उसले मलाई ठुलो प्याकेटको गिफ्ट दियो र उसले मलाई भन्यो आज हामी भक्तपुर जाउँ। मलाई भक्तपुर साह्रै मनपर्छ। फिलिपिन्सको मनिलामा आजसम्म मैले भक्तपुर जस्तो ठाउँ देखेको छैन। त्यो दिन उसले मलाई भन्दै गयो वास्तवमा ऊ फिलिपिन्सबाट अमेरिका जान चाहन्थ्यो। फिनिक्स भन्ने ठाउँमा बसेर ऊ आफ्नो व्यवसाय गर्न चाहन्थ्यो। उसका काकाहरू त्यहाँ थिए। उसले सपनाका कुरा गर्यो, मिठा मिठा कल्पनाका कुरा गर्यो र मलाई पनि अमेरिका लाने कुरा गर्यो र उसले मलाई मन पराएको कुरा गर्यो। मलाई अचम्म लाग्यो किन उसले मलाई यति छिटो मन परायो, मलाई थाहा छैन। र त्यो पल उसले भन्यो फिलिपिन्सको मनिलामा
भारतीय मूलकी एउटी केटी थिए। ऊ उसलाई असाध्यै चाहन्थ्यो। तर त्यो केटी 5 वर्ष अघि डाक्टर कोर्स पुरा गरेर भारत फर्केपछि ऊ त्यहाँ एक्लो भएको थियो। र उसले भन्यो, सङ्गीता, मैले उसकै झझल्को भेटेको हो तिम्रो अनुहारमा। उसले माया देखायो, आस्था देखायो, विश्वास देखायो। एउटी केटी मान्छे। सोचे म त सपना देख्ने मान्छे हुँ, ठुलो सपना देख्ने मान्छे। जसले सपना देख्छ उसलाई भगवानले पुर्याउँछ। अख्तर मेरो सपनाको दूत बनेर आए जस्तो लाग्यो। हेर्दा ऊ भारतीय फिल्मको नायक जस्तो देखिन्थ्यो। साथीहरू भन्थे सलमान खान जस्तो राम्रो छ। तर त्यो सुन्दर मनभित्रको कालो पर्दालाई हटाउने चेष्टा कहिले गरिन मैले। ऊ सधैँ मलाई भेट्न आउँदा उपहार बोकेर आउँथ्यो। धेरै टाढा टाढा घुम्न जान्थ्यौँ। मायाका कुरा गर्थ्यौँ, विरतीका कुरा गर्थ्यौँ। यस्तो लाग्थ्यो कि मानौ ऊ बिना मेरो जीवन असम्भव छ। उसले 6 महिनाभित्र यति धेरै माया दियो। डियर रवि, मैले तन सुम्पेँ, मन सुम्पेँ। केटी मान्छेले दिने अरू के नै हुन्छ र मन र शरीर सुम्पेपछि मैले आफूलाई सम्पूर्ण रूपमा बलिदान दिएँ आफ्नो मायाको लागि। र 6 महिना नेपाल बसेर फिलिपिन्स फर्कियो। र ऊ फिलिपिन्स फर्केपछि मैले उसको यादमा दिनहरू बिताउन थालेँ। डियर रवि, म तपाईँलाई भन्दै जान्छु, प्रेमले मान्छेलाई कसरी दलदलमा फसाउँछ र बालुवाको बगर बनाएर एक थोपा पानीको आसमा जीवन जिउन बाध्य बनाउँछ। आज म सुनाउँछु तपाईँलाई मेरो कथा। ऊ काठमाडौँबाट फिलिपिन्स गएपछि म हरदम हरपल हरक्षण उसको यादमा डोलाइरहन्थेँ। एकान्तमा हराइरहन्थेँ। उसको यादमा पानी पानी भएर आँसुसँगै बगिरहन्थेँ। बस उसको याद। तिम्रै यादमा कल्पी कल्पी छेउ भिज्यो सिरानीको छटपटीमा कुल्टे फेर्दै भाले बास्यो बिहानीको। तिम्रै यादमा कल्पी कल्पी बाचाहरू पहिरो जस्तै भर्ता भुङ्गो हुँदा आशाहरू मुख छोपी कहलिँदै रुँदा। बाचाहरू पहिरो जस्तै भर्ता भुङ्गो हुँदा आशाहरू मुख छोपी कहलिँदै रुँदा। कसो गरी निदाउनु सारा बहहरू पारी। खै कसरी सुत्न सक्नु मिठो सपना सिरानीले। त्यसैले त रोए खुसी आज राति जाको छाडी। तिम्रै यादमा कल्पी कल्पी डियर रवि, किन रुक्दैनन् यी आँसुहरू? किन कटेर जाँदैनन् दुःखका दिनहरू? किन पर्खाल जस्तै खडा भइरहन्छन् बर्बादीहरू? त्यही खुसी जसले जिन्दगीलाई सधैँ हसिन र चहकिलो बनाइरह्यो।
तर त्यही खुसी मनबाट यसरी बिलाएर गयो जति छापे पनि मनभित्र खुसीका खजनाहरू, जति राखे पनि मनभित्र खुसीका पलहरू रित्तो र उदास लाग्दो किन हुन्छ मन? यो जिन्दगीको गोरेटोमा आउने जानेहरू किन लगातार आफ्नो मनको मझेरीबाट ओझेल हुन्छन् थाहै हुँदो रहेनछ। म सम्झन्छु ती दिनहरू, आज पनि म सम्झन्छु मेरा जिन्दगीका अघिल्ला हिस्साहरू। पहिलो प्रेम, पहिलो माया, पहिलो भेट कसरी मन बस्छ थाहा छैन। म बारम्बार रुबीलाई भन्थे, तिम्रो विश्वासमा हेर मैले अख्तरलाई आफ्नो ठानेको। ऊ भन्थे, मैले आजसम्म चिनेकोमा ऊ त्यस्तो केटा होइन, तर अरूको मनभित्र को पस्न सक्दो रहेछ र डियर रवि। बाहिर फुलका गुच्छाहरू देखाएर पछाडि छुरा हान्नेहरूको कुरा बेग्लै हुँदो रहेछ। म विश्वासमा परे। विश्वास बिना यो संसार कहीँ कतै चल्दैन पनि। कसको मन कति कपटी छ, कसको मन कतिखेर बदलिन्छ बादल जस्तै थाहा नहुँदो रहेछ। 6 महिना नेपाल बसेर अख्तर फिलिपिन्स गयो। नयाँ नयाँ ड्रेस, नयाँ नयाँ सपिङ, नयाँ नयाँ मोबाइल। जिन्दगी यति खुसी थियो म भन्नै सक्दिनँ डियर रवि। साथीभाइहरू छक्क पर्थे मेरो चाल ढाल देखेर। फिलिपिन्स फर्केपछि उसले पैसा पठाइरहन्थ्यो, पढाइतिर ध्यान गएन। त्यति बेला म ट्युब पढ्न थालिसकेकी थिएँ। म भन्थे, पढेर के हुन्छ? बुबाको ठेक्कापट्टा सेलाएपछि सानो पसल थापेर गुजारा गरिरहनु भएको थियो। बुबालाई रोगले च्याप्दै लगिरहेको थियो त्यो बेला। तर मलाई कुनै कुराको वास्ता थिएन। एउटा राजकुमारीको जस्तो जिन्दगी परिकल्पना गर्थेँ म। समय बित्दै गए। त्यो बिचमा उसको एकजना साथी आयो, फिलिपिन्समा डाक्टर पढिरहेको थियो। यतिखेर ऊ टिचिङ हस्पिटलमा काम गर्छ। उसले मलाई भेट्न आयो, फिलिपिन्सबाट फर्केको थिएँ र उसले मलाई त्यही भन्यो, अख्तर त्यस्तो केटा होइन, सङ्गीता ऊ एउटा असल केटा हो, मेहनती केटा हो। उसले फिलिपिन्समा धेरै राम्रो प्रगति गरेको छ। म उसको रेस्टुरेन्टमा कति बस्थेँ, कति सघाउँथेँ। ऊ असल केटा हो, चिन्ता गर्नु पर्दैन। जिन्दगीमा सपनाभन्दा मिठो कोही आउँछ भने, जिन्दगीमा सपनाभन्दा मिठो अरू कोही छाउँछ भने को चाहन्छ आफ्नो सपनालाई गुमाउन? मैले पनि गुमाउन चाहेन। एक कान दुई कान, मेरो र अख्तरको कुरा सबैतिर फैलियो, पोखरामा पुग्यो। आमाले थाहा पाउनुभयो, बुबाले थाहा पाउनुभयो, दिदी भिनाजुहरूले थाहा पाउनुभयो र विक्रम सम्वत 2064 सालकै कुरा हो। म त्यति बेला काठमाडौँको एउटा ट्राभल एजेन्सीमा काम गर्थेँ, त्यो पनि अख्तरले अनुरोध गरेर। र बुबा आउनुभयो। आश्चर्य लाग्यो होला मलाई देखेर। दिदीहरूले केही भनिरहेका थिएनन्। पढे लेखेका थिए, बुझेका थिए। कोही कसैलाई माया गर्नु अपराध होइन। छोरी हिन्दू छे, केटा मुसलमान भएर के भयो? अहिले संसारमा कुनै पनि जात छैन। दिदी भिनाजु यही भन्नुहुन्थ्यो। तर बुबाले सम्झाउनु भयो। त्यहाँ मलाई राम्रोसँग याद छ त्यो दिन बुबा आफ्नो चेकअप गरेर पोखरा फर्कँदै हुनुहुन्थ्यो। म कालाङ्कीसम्म माइक्रो बसमा उहाँलाई छोड्न गएकी। जाँदा उहाँले मलाई भन्नुभयो, छोरी, गरिबको सम्पत्ति भनेको इज्जत हो। इज्जत गएपछि गरिबसँग अरू केही पनि रहँदैन। धनीहरूसँग त सब चिज हुन्छ, साथमा पैसा हुन्छ। पैसाले सब चिज किन्छन्। धनीहरू कृत्रिम मनका हुन्छन्। त्यसैले सब चिज दिनु, तर इज्जत कहिल्यै नदिनु। बुबालाई छोडेर फर्केपछि डियर रवि बाटोभरि रोएँ। मैले सब चिज त दिइसकेकी थिएँ अख्तरलाई। अरू केही नै थियो र उदास लाग्दो एक्लो जिन्दगीमा उसलाई पर्खनु भए।
कहिलेकाहीँ म सम्झन्थे यदि उसको ठाउँमा अरू कोही केटा आयो र उसँगको सम्बन्ध सबै थाहा पायो भने मेरो के हुन्छ, मेरो के हाल हुन्छ। आखिर केटा मान्छे न हो, उदेक लागिरह्यो। पुरानो घटना सम्झे। जानुभन्दा 3 दिन अघि अख्तर र म एउटा पार्टीमा गएका थियौँ। त्यहाँ नेपाली चलचित्र क्षेत्रका एकजना कलाकार आउनु भएको थियो, राजेश हमाल। राजेश हमाललाई मान र सम्मान दिँदा त्यति बेला अख्तर धेरै रिसाएको थियो। यस्ता फिल्म त म वर्षमा 10वटा बनाउँछु भनेर। त्यति बेला मैले अख्तरलाई भनेको थिएँ, पैसा भन्दा ठुलो कुरा इज्जत हो, त्यो पैसाले किन्न सकिँदैन। ऊ मसँग पनि रिसाएको थियो मैले सम्झाउँदा। र त्यति बेला मैले बुबाले भन्नुभएको सम्झेँ, छोरी विवाह गर आफ्नो हैसियतको मान्छेसँग, जिन्दगी राम्रो हुन्छ, सरल जिन्दगी राम्रो हुन्छ। जिन्दगीलाई कठोर बनायो भने त्यो भन्दा नराम्रो अरू केही पनि हुँदैन जिन्दगीमा। तिमीसँग जो मिल्छ, हामीसँग जो मिल्छ त्यसैलाई विवाह गर। सबैभन्दा राम्रो छोरी तिमी हो भनेर मान्छे हात माग्न आइरहन्छ, तर तिमीले कुरा पत्याउँदैनौ। डियर रवि, तर मैले कसैलाई पत्याएन र मैले सब चिजहरू सहँदै गएँ। अख्तर आउने बाटो कुरिरहेँ। उसले फोनमा भन्थ्यो, म आउँछु सङ्गीता, हामी विवाह गर्नुपर्छ। तिमी आफ्नो धर्म परिवर्तन गर या नगर थाहा छैन, उसले यस्तै भन्थ्यो। कहिलेकाहीँ सोच्ने, मेरो धर्मले मलाई के नै दिएको छ। मैले उसको माया पाएँ भने म आफूलाई परिवर्तन गर्न तयार छु। उसले माया दिन्छ भने, चाहरी दिन्छ भने, म जस्तोलाई 7 समुद्र पारी लगेर खुसी दिन्छ भने ऊ त मेरो लागि देवता हो। कहिलेकाहीँ फोनमा ऊ र म बीच धर्मको कुरा हुन्थ्यो। ऊ हाँस्थ्यो। म भन्थेँ, हजुर छिटो नेपाल आउनुहोस्, हजुर बिना यो काठमाडौँ एक्लो र उदास भएको छ। डियर रवि, कसरी व्यक्त गरौँ? डियर रवि, पानीको फोका जस्तै फुटेर जाने यो जिन्दगी, हावाको झोका जस्तै छुटेर जाने यो जिन्दगी, किन यति साह्रो दुःखदायी र कष्टदायी हुन्छ थाहा छैन। कहिलेकाहीँ सोच्छु, यही जिन्दगी कसैका लागि उज्यालै उज्यालो छ। कहिले सोच्छु फेरि यही जिन्दगी कसैका लागि अँध्यारै अँध्यारो छ। यति बेला महसुस हुन्छ, डियर रवि, जिन्दगी एउटा कला रहेछ, आर्ट रहेछ। जो बाँच्न जान्यो खुसी हुन्छ, सुखी हुन्छ, जो जान्दैन ऊ दुखी हुन्छ। आफूले उभ्याउन नसक्ने सपनाहरू, आफूले बोक्न नसक्ने सपनाहरू आफूमाथि बोकेर हिँड्नेहरू यहाँ सधैँ दुखी हुँदा रहेछ। जोसँग जति छ, जोसँग जे छ त्यसैमा रमाउनेहरू यहाँ खुसी हुँदा रहेछ। जसको हातमा जति अटाउँछ र त्यसैमा सन्तोष मान्नेहरू यहाँ खुसी हुँदा रहेछ। जिन्दगीको कला मैले बुझ्न सकिनँ। सधैँ सपना देख्ने, सधैँ ठुला ठुला सपना देख्ने आँखा लिएर हिँडिरहे म जिन्दगीमा। धेरै टाढाको सपना। जिन्दगीमा सब चिज हासिल हुनुपर्छ, म यही मान्यता राख्थेँ। म घरमा आमालाई पनि यही भन्थेँ। तर सबको जिन्दगीमा सब चिज कहाँ पुग्दो रहेछ। जो आफ्नो धरातल टेकेर हिँड्यो त्यही मात्र पुग्ने रहेछ गन्तव्यमा। जसले आफ्नो हैसियत बिर्सियो त्यो बाटो बिचमै हराउने रहेछ। डियर रवि, म भन्दै जान्छु मेरो कथा। यसरी मेरो लागि जिन्दगी थियो अख्तर। म पढ्न चाहन्थेँ, तर चाहँदा चाहँदै पनि मेरो पढाइप्रतिको मोह घट्दै गइरहेको थियो। बहिनीले एमएससी लेभलको पढाइ सकिसकेकी थिए त्यो बेला। कहिलेकाहीँ दुःख लाग्थ्यो, तर मैले उसलाई कुरिरहेँ। कहिलेकाहीँ लाग्थ्यो कसैसँग हिँडेको उसले देख्यो भने पनि के भन्ला,
त्यसैले बाटोमा हिँड्दा पनि एक्लै हिँड्थे। एक दिन मैले यही कुरा गरेँ फोनबाट अख्तरलाई र उसले भने म नेपाल आउँदैछु सङ्गीता, आउन साथ तिमीलाई स्कुटर किनिदिउँला। मेरो आँखाभरि आँसु आइटियो रवि। मेरो लागि एउटा स्कुटर म आफै पनि किन्न सक्थेँ, तर मैले कमाएको पैसा सबै आफ्नो लागि र घर परिवारको लागि खर्च हुन्थ्यो। नभन्दै ऊ 66 सालको मङ्सिरमा नेपाल आयो। म उसलाई लिन एयरपोर्ट गएँ कि कतै राम्रो दुरुस्त उही अख्तर। एयरपोर्टबाट बाहिर निस्कन साथ उसले मलाई अङ्कमाल गर्यो। उस्तै माया, उस्तै प्रेम, उस्तै सद्भाव। मैले एकपटक फेरि टेचिङ हस्पिटलको डाक्टरलाई सम्झेँ। उहाँले भन्नुभएको कुरा, अख्तर त्यस्तो छैन। अख्तर असल केटा हो, राम्रो मान्छे हो। उसले मेरो हात समाएर भन्यो, सङ्गीता तिमी सन्चै छौ। मैले सन्चै छु भने। हामी त्यहाँबाट हिँड्यौँ र हामीले भोलिपल्ट भेट्यौँ। लगातार भेटघाट बढिरह्यो। समय र परिस्थितिले हामीलाई यति नजिक बनायो कि म भन्नै सक्दिनँ। र एक दिन उसले एउटा गेट टुगेदर पार्टीको आयोजना गर्यो। त्यहाँ मेरी साथी रुबी थिए, उसका साथीभाइहरू थिए। सबैले मलाई बधाई दिए, उसलाई बधाई दिए। हाम्रो प्रेम र स्नेहले यति ठुलो रूप लियो कि एक कान दुई कान मैदान सबैलाई थाहा भयो। मलाई विवाह गर्न ढोकासम्म आउनेहरू सबै रित्तो रित्तो हात फर्की। यस्तै रह्यो डियर रवि मेरो प्रेम कथा, मेरो जिन्दगी। मेरो जिन्दगी मैले आफ्नो प्रेमीलाई तन दिए, मन दिए, खुसी दिए। मबाट केही वञ्चित भएन। म सोच्थे माया यही हो, सद्भाव यही हो। विश्वस्त हुँदै गए। जिन्दगी यति परसम्म पुग्छ मलाई थाहा थिएन। र त्यसपछि म स्कुटर चढेर अफिस जान्थेँ। भिनाजु हाँस्नुहुन्थ्यो, दिदी हाँस्नुहुन्थ्यो, ठिकै छ, तिम्रो जिन्दगी राम्रो हुन्छ भने हामी केही पनि भन्दैनौँ भन्नुहुन्थ्यो। मलाई पनि खुसी लाग्थ्यो। समय बित्दै गए। छोटो समय बसेर अख्तर फेरि फिलिपिन्स फर्कने दिन आयो। ऊ फर्कने दिन मलाई नरमाइलो लागिरह्यो। र त्यसपछि उसले भन्यो, म फिलिपिन्स पुगेपछि तिम्रो लागि अमेरिकाको प्रोसेस चाल्नुपर्छ सङ्गीता। खुसी साथ बस, केही पनि हुँदैन, म फर्कन्छु। ती दिनहरूमा म साथीको घरमा छु भनेर हरपल उसँगै हुन्थे। मायामा सब चिज जायज हुन्छ, म यही सोच्थेँ। डियर रवि, म हरेक चिजहरू उसको लागि साँचेर राखेको हुन्थे। ऊ पनि बारम्बार भन्थ्यो, मैले जसलाई गुमाएँ त्यो अनुहार तिमीमा पाएकै छु सङ्गीता। म फेरि तिमीलाई पाएर खुसी छु। फिलिपिन्स हुँदै अमेरिका जाउँला, त्यही संसार बसौँला, खुसी बाँटौँला। तिमी एन्जेलमा म बस्ने बन्दोबस्त मिलाउँला। सपना देखाउँदै गयो अख्तरले। म सपनाको नगरीमा डुब्दै गएँ, हराउँदै गएँ। र त्यसपछि ऊ फिलिपिन्स उड्यो। उसको यादमा धेरै रोएँ डियर रवि। पुगेपछि उसले फोन गर्यो, चिन्ता नगर्नु भन्यो। दिनहरू बित्दै गए। 66 साल काटेर 67 साल लाग्यो डियर रवि। जुन ठाउँबाट स्कुटर ल्याइएको थियो त्यही फाइनेन्सबाट फोन आयो। भनियो पैसा तिरिएको छैन। मैले भने पैसा त उहाँले तिरिसक्नुभयो। उताबाट भनियो स्कुटर तपाईँको नाममा छ, एक किस्ता मात्रै तिरिएको छ, अरू छैन। हामी त स्कुटर फिर्ता लिने मुडमा छौँ। म चसँग भए डियर रवि। मैले त्यसपछि अख्तरलाई फोन गरेँ, उसले पठाइदिन्छु भन्यो। हप्ता बिते, महिना बिते, बारम्बार त्यही कुरामा बहस चलिरह्यो। उसले भन्यो चिन्ता नगर, पठाइदिन्छु।
डियर रवि, आज तपाईँलाई सुनाउँछु म एउटा घातको कथा। दिल खोलेर सुनाउँछु बस तपाईँलाई। डियर रवि, किन आज मैले मेरो कथा तपाईलाई पठाएँ थाहा छैन। किन लेखेँ मनका बहहरू मलाई थाहा छैन। तर छाती यसरी पोल्छ, निद कहाँ छ मलाई थाहा छैन। कसरी मान्छेहरू निदाउन सक्छन् सारा रात थाहा छैन। निद छोडेर भाग्नेहरू कहाँ पुगिसके त्यो पनि थाहा छैन। सायद मैले जिन्दगीमा धेरै ठुलो सपना देखेँ, आफ्नो हैसियत भन्दा ठुलो सपना। बुबा आमा बिर्से, दाजुभाइ बिर्से, दिदी बहिनी बिर्से, दिदी भिनाजु बिर्से। सायद त्यसैले होला आज म यो अवस्थामा गुज्रिरहेकी छु, यो अवस्था भोगिरहेकी छु। यसरी अख्तर अमेरिका पुग्यो, फिलिपिन्सका सारा कुराहरू सकाएर एरिजोनामा आफ्नो व्यवसाय सुरु गर्यो। तर उसले मसँग एउटा बहाना झिक्यो, स्कुटरको। जति बेला फोन गर्थे आज भोलि भन्दा भन्दै उसले समय बिताउँदै गयो र मात्र यही बहानामा उसले फोन परिवर्तन गर्यो, आफ्नो फ्ल्याटको नम्बर परिवर्तन गर्यो र ऊ जुन ठाउँमा बस्थ्यो त्यो ठाउँको लोकेसन परिवर्तन गर्यो। यतिसम्म कि उसले आफ्नो इमेल परिवर्तन गर्यो र उसले आफ्नो फेसबुक पनि डिएक्टिभेट गर्यो मबाट छुटकारा पाउँ। म भन्दै जान्छु डियर रवि, जसको लागि मैले सब थोक र सारा जिन्दगी सुम्पे अर्पे, तर उसले मलाई सारा चिजहरूबाट बिरानो बनाउँदै लग्यो र बिस्तारै बिस्तारै मैले थाहा पाउँदै गएँ उसले त्यही एरिजोनामा विवाह गर्यो अरू कसैसँग। यो कुरा मैले टिचिङ हस्पिटलको डाक्टरबाट थाहा पाएँ। म उसलाई भेट्न हस्पिटल गएको थिएँ डियर रवि। त्यसपछि मलाई के भयो थाहा छैन, टिचिङ हस्पिटलको गेटमा लडे जस्तो लाग्छ।
म रुँदै रुँदै घर फर्की। दिदीले सोध्नुभयो। मैले टाउको दुखेको बहाना गरेँ। लुकाएर कहाँ लुक्छ सत्य कुरा थाहा हुँदै गयो। एकान्त दुईकान्त मैदान घरबाट तिरस्कृत भए, परिवारबाट अपहेलित भए। हिजो ऊ थियो, मेरो साथमा सबै थिए। आज उसले छोडिदियो, सबैले छोडिदिए। त्यही साथी रुबीले पनि आफू व्यस्त भएको बहाना गर्न थाले। डियर रवि, जब मैले सबै कुरा थाहा पाएँ डियर रवि, अनि म ईश्वर भएको मन्दिरमा गएर बसेँ। पूजा गर्न मानिसहरू आइरहेका थिए। दिउँसोको समय थियो। मलाई राम्रोसँग याद छ। ईश्वर सम्झेर रोएँ। भने हे ईश्वर, मैले के अपराध गरेको थिएँ र मैले यो सजाय पाएँ। बाँच्न मन लागेको थिएन। फेरि अख्तर कतैबाट आइहाल्छ कि जस्तो लाग्यो। कस्तो पागल। म फर्कँदा बुढा नीलकण्ठमा सूर्यास्त भइसकेको थियो। मैले ईश्वरसँग ढोगेर भने, हे ईश्वर, मलाई साहस दिनुहोस्। म बाँच्न चाहन्छु। बाटोभरि बुबाले भनेका शब्दहरू सम्झँदै रोइरहे। बुबाले भन्नुहुन्थ्यो, छोरी, सब चिज गुमाउनु तर इज्जत नगुमाउनु। हिक्का छोड्दै रोएँ। मैले त त्यो पनि गुमाइसकेको छु। अब मसँग बाँकी केही छैन। रित्तो र उदास जिन्दगी बाँचिरहे जस्तो लाग्छ। अब जो केटा मान्छे आउँछ उसले पनि त सोध्छ होला, कहाँ थियो, को थियो, के भएको थियो। म निरुत्तर बाँचिरहेछु डियर रवि। अब कसलाई दिउँ यो जोबन? कोबाट पाऊँ माया, कोसँग बाटौँ जिन्दगी? जसलाई बाटे सब रित्तो भएर फर्किएकी छु। त्यसैले डियर रवि, मेरो यो कथा सबैलाई बाँटिदिनु। मेरो जस्तो अवस्था कसैको नहोस्। बिरह लाग्दा र कहाली लाग्दा दिन र रातहरूसँग झस्किँदै आज पनि उदास र एक्लो जीवन बाँचिरहेकी छु। काठमाडौँ बस्ने मन नभएर पोखरामा गएर बसेकी छु। बुबाको किराना पसल हेर्छु। बुबालाई दुःखमा सघाउँछु, सुखमा सघाउँछु। म चाहन्छु अब मेरो बुबाआमा जे चाहनुहुन्छ मेरो जिन्दगी त्यही हो। म अब चाहँदैन आफूभन्दा ठुलो खुसी, हैसियतभन्दा ठुलो सुख। अब मेरो बुबाआमासँग जे छ, मेरो दिदी बहिनीसँग जे छ, त्यही नै मेरो हो। त्यसैले बुबा, यो कार्यक्रम मार्फत म हजुरसँग प्रायश्चित गर्न चाहन्छु। हजुरले भन्नुभएको त्यही कुराले आज मलाई छातीमा किलो ठोके जस्तो हुन्छ। पश्चातापको छुराले हानिरहे जस्तो हुन्छ। म टुटिसकेकी छु। अब म उठ्न चाहन्छु। र यो कार्यक्रम सुन्ने जति पनि साथीभाइ र आफन्त हुनुहुन्छ, मलाई उठाउनुहोस्। म उठ्न चाहन्छु। मलाई बर्बाद पार्नेहरू कहाँ पुगिसके। म फेरि उड्न चाहन्छु। म फेरि उठ्न चाहन्छु। म फेरि जिन्दगीको नयाँ यात्रा तय गर्न चाहन्छु। बस तय गर्न चाहन्छु। तिम्रै हातको सिन्दुर लाउँछु, तिम्रै हातको टीका। तिम्रै हातको सिन्दुर लाउँछु, तिम्रै हातको टीका। तिम्रै हातको पोते लाउँछु, तिम्रै हातको चुरा। भन्दै मलाई पिट्यौ बाटा, रोप्यौ तिमीले छुरा। पिरतीमा बुझे मैले नबुझेको कुरा। हेर दिन सधैँ
नास हुँदैन पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले हेर दिन सधैँ एक नास हुँदैन पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले सुख दुख जिन्दगीमा मिलिजुली साटौँला सुख दुख जिन्दगीमा मिलिजुली साटौँला पिरतको डोरी हाम्रो बलियो गरी बाटौँला भन्दै मलाई छल गरेर गयो नेटो काटे दैव सामु कसम खाए दैवलाई नै ढाँटे हेर दिन सधैँ एक नास हुँदैन पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले हेर दिन सधैँ एक नास हुँदैन पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले तिमीलाई चोट लाग्यो भने मलमपट्टि लगाइदिने तिमीलाई चोट लाग्यो भने मलमपट्टि लगाइदिने मै हुँ तिम्रो उदासीमा जुन बनी छाइदिने भन्दै मलाई झुक्याएर मेरो मुटु रेट्यो यो बनका तिर्खा सबै अर्कैसँग मेट्यो हेर दिन सधैँ एक नास हुँदैन पुल्छ तिमीलाई कुनै दिन मेरो छायाले हेर दिन सधैँ एक नास हुँदैन पुल्छ